पार्लियामेन्ट डिसल्भै गर्न मिल्दैन त? मिल्छ। पार्लियामेन्ट डिसल्भ गर्न मिल्छ, तर संविधानमा रहेर पार्लियामेन्ट डिसल्भ गर्न मिल्छ। पार्लियामेन्ट डिसल्भ गर्ने निश्चित प्रक्रिया छ। संविधानमा स्पष्ट व्यवस्था गरिएको छ कुन अवस्थामा पार्लियामेन्ट डिसल्भ गर्न मिल्छ भनेर। ती संविधानमै अधीन रहेर पार्लियामेन्ट डिसल्भ गर्न पाइन्छ। पार्लियामेन्ट डिसल्युसनको प्रोसेस के हो त? अहिलेको अवस्थामा प्राइम मिनिस्टर कोअलिसनबाट पनि भएन, एउटा पोलिटिकल पार्टीबाट पनि भएन। पार्लियामेन्टले नै एउटा लिडर चुज गरेर कसैलाई पनि बनाउन सकेन भने प्रेसिडेन्टले कल गरेर पार्लियामेन्ट ढलाउन सक्छ। रेग्मीको पालामा किन त्यो आयो भन्दाखेरि देयर वाज अ पोलिटिकल डेडलक बिकज द पार्लियामेन्ट ह्याड कोल्याप्स्ड। अनि त्यति बेला एक्जिस्टिङ चिफ जस्टिसलाई चाहिँ पोलिटिकल पार्टिजले हामीले अब सकेनौँ, तिमी आइदिनु पर्यो भनेर 2013मा उहाँलाई बोलाइएको हो। विदिन 3 months इलेक्सन गराउन भनेर। अब 3 monthsमा इलेक्सन उहाँले गराउन सक्नु भएन, 7-8 महिना लाग्यो, तर उहाँले इलेक्सन गराउनु भयो। सो एउटा प्रिसाइज म्यान्डेट हुन नेसेसरी छ। उहाँलाई चिफ जस्टिसको पोजिसनबाट एक्जिक्युटिभ पोजिसनमा लिएर आउँदाखेरि पनि डिबेट नभएको चाहिँ होइन, तर उहाँ आउनुभयो, उहाँले आफ्नो रोल फुलफिल गर्नुभयो, इलेक्सन कल आउट गर्नुभयो, इलेक्सन भयो। हुनुहुन्थ्यो क्या, उहाँ कोसँग अकाउन्टेबल हुनुहुन्थ्यो भन्दाखेरि उहाँ जुडिसियरीसँग पनि अकाउन्टेबल हुनुहुन्थ्यो र उहाँ पार्लियामेन्टसँग पनि अकाउन्टेबल हुनुहुन्थ्यो। उहाँको अकाउन्टेबिलिटी पोलिटिकल पार्टीको पोलिटिकल विलले लेखिएको थियो। धेरै कुराले गभर्न गर्छ यो कुरालाई। अनि अहिले आएर र ठिक छ, तपाईँहरूले इन्टरिम गभर्मेन्टको कुराहरू गरिरहनु भएको छ, एउटा व्यक्तिलाई लिएर आउने भन्ने कुरा गरिराख्नु भएको छ। वाट देन? वाट आफ्टर द्याट? पार्लियामेन्ट त्यत्तिकै डिजल्भ गर्यो, वाट आफ्टर द्याट? यो देश पोलिटिकल पार्टी, पोलिटिकल विल, कन्स्टिट्युसनल सुप्रिमेसी बिना देश बाँच्छ जस्तो लाग्छ। एकदम ठुलो पोलिटिकल डिलेमा छ, एकदम ठुलो कन्स्टिट्युसनल क्राइसिस पनि हुनसक्छ। तपाईँहरूलाई आई अन्डरस्ट्यान्ड तपाईँहरूको के हो भ्युज यसमा भनेर। यु वान्ट टु ब्रिङ अ लिडर द्याट इज योर्स, आई अन्डरस्ट्यान्ड। तर त्यसको कोर बुझ्नुहोस्, संविधान भएन भने राज्य रहँदैन। संविधान रहनको लागि संविधानबाट निर्मित कन्स्टिट्युसनल बडीलाई त्यतिकै फुत्त फाल्न पनि मिल्दैन। त्यसको प्रोसेस छ, निश्चित प्रक्रिया अपनाउन नेसेसरी छ। निश्चित प्रक्रियामा त्यो डिजल्भ हुन्छ पनि, द्याट्स अल राइट। तर अहिले पार्लियामेन्टेरियन्स आर नट नेसेसरी भनेर स्टेटस लेखेर आफ्नो ओपिनियन पेस गर्नलाई चाहिँ त्यो बेलामा कतिजनालाई संविधान जहाँ अब किन त्यो संविधानमा झुन्डिरहेको भनेर भन्नुहुन्छ होला। त्यो संविधान एउटा गाइडिङ डकुमेन्ट हो। त्यो संविधानले देशको बेसिक स्ट्रक्चरको बारेमा कुरा गर्छ। त्यो संविधानले तपाईँ हाम्रो हक अधिकारको कुरा गर्छ, पार्लियामेन्ट जस्तो कन्स्टिट्युसनल अन्य बडीहरूको कुरा गर्छ, इलेक्सन कमिसनको कुरा गर्छ, 33% वुमेन कोटाको कुरा गर्छ। तपाईँले एउटा पर्टिकुलर पार्टलाई झिक्ने बित्तिकै त्यो कन्स्टिट्युसनल सुप्रिमेसीको कन्सेप्ट त्याग्नु भएको छ। त्यो संविधानको बेसिक नोसनलाई त्याग्नु भएको छ। त्यो तपाईँ र हाम्रो औचित्य बोकेको किताब हो, एउटा गाइडिङ डकुमेन्ट हो। एउटा कुनै पनि सोल्युसन संविधानभित्रै खोज्नुपर्छ। दुईटा पोलिटिकल स्टेबिलिटी नेसेसरी छ, ट्रान्सपेरेन्सी र